परमेश्वरको प्रेमलाई जब म हेर्छु एकदमै अद्भुत लाग्छ क्या। हिजो भूतकालमा पनि उहाँले हामीलाई के गर्नुभएको छ? प्रेम गर्नुभएको छ। आज वर्तमानमा पनि उहाँ हामीसँगै हुनुहुन्छ, हामीलाई प्रेम गरिराख्नु भएको छ र भविष्यमा पनि उहाँले प्रेम गर्नुहुनेछ, प्रेम गरिराख्नुहुनेछ। हाम्रो भविष्य हाम्रो परमेश्वर। त्यही कारणले परमेश्वरलाई चिन्ने व्यक्तिले कुनै पनि व्यक्तिगत उसले आफ्नो उद्देश्य राख्दैन, उसले आफ्नो सपना उसले बोकेर हिँड्दैन। क्रिस्चियनहरूले सपना बोक्ने होइन, क्रिस्चियनहरूले चाहिँ भिजन बोक्ने है। त्यो भिजन चाहिँ आफ्नो होइन, परमेश्वरको। धेरैको आफ्नो सपना छ अनि मेरो ड्रिम पुरा हो भन्छ, होइन। हेर्नुहोस् त हामी सबैजना भिजन बोक्ने मानिसहरू हौँ। सपना त व्यक्तिगत हुन्छ, भिजन चाहिँ परमेश्वरबाटको हुन्छ। 14 पद, यस्तो गरौँला उस्तो गरौँला, उसको भविष्यको बारेमा उसले चिन्ता गरिरहेको छ। तर यूहन्ना 10:28 हाम्रो भविष्य हो। के छ? येशू ख्रीष्टले हाम्रो हात समाति राख्नु भएको छ। कसैले पनि येशू ख्रीष्टले समाउनु भएको त्यो हात कसैले पनि खोज्न सक्दैन। हेर्नुहोस्, हाम्रो भविष्य हामी पहिलो थेसलोनिके 4 अध्यायको हामी 13 देखि 18 सम्म हामी पाउँछौँ। एक दिन हाम्रो परमेश्वर हामीलाई लिन आउनुहुनेछ, हाम्रो भविष्य। 5 अध्यायमा यहाँनिर धन सम्पत्तिको कुरा हामी पाउँछौँ। याकुबले धनीलाई जुन धन सम्पत्ति परमेश्वरको उद्देश्यको निम्ति चलाइँदैन त्यो क्षणिक मूल्यको छ भनेर कडा चेतावनी दिन्छन्। साँचो विश्वासीले धन सम्पत्तिलाई थुपारेर राख्दैन वा गलत प्रयोग गर्दैन, तर परमेश्वरको उद्देश्यको निम्ति उसले प्रयोग गर्दछ। त्यही कारण हामीसँग जे जति छ यो सबै परमेश्वरले नै दिनुभएको र परमेश्वरकै महिमाको निम्ति हामीले प्रयोग गर्न जरुरी छ। एउटा व्यक्तिले भन्थे, म त कहाँ गरिब हो र, म त एकदमै धनी, 7 पुस्तासम्म है खाने पैसा थियो हामीसँग प्रशस्त, तर म 8औं पुस्तामा जन्मेँ अरे क्या। 8औं पुस्तामा त अनि सकिँदो रहेछ नि त सम्पत्ति, होइन त? सकिँदो रहेछ त। भन्नु खोजेको यो पृथ्वीमा जति सम्पत्ति छ सकिन्छ। एक पुस्ता दोस्रो पुस्ता एक दिन सकिन्छ। तर हेर्नुहोस्, परमेश्वरमा जब हामी थुपार्छौँ भने त्यो चाहिँ खिया पनि लाग्दैन। कहिलेका हामी लाग्छ मसँग केही छैन, यो पनि छैन त्यो पनि छैन। तपाईँसँग परमेश्वर हुनुहुन्छ भने सबै कुरा छ, सबै कुरा छ। त्यही कारण हामी कति धनी छौँ, हामीले स्वर्गमा चाहिँ धन थुपारिरहेका छौँ। परमेश्वरले तपाईँ र हाम्रो लागि कहिले पनि त्यो नओइलाउने त्यो मुकुटहरू, त्यो सम्पत्तिहरू हाम्रो लागि त्यहाँ साँचेर राख्नु भएको छ। त्यो त्यहाँ गइसके पछाडि त्यही कुरा फेरि हामी परमेश्वरको चरणमा राख्छौँ। प्रिय, परमेश्वरको चरणमा राख्छौँ, फेरि परमेश्वरकै महिमा गर्छौँ।